यसको डिस्प्ले फेर्नु कति पर्छ जिन्दगी मसँग चाहिँ छ 1000 1500 2000 रातोंबार स्याहार साथीहरू फुल मोमोको गाडी साथीहरू मोमो खाने हो पढ्ने हो ल्याङ्ग्वेज झोल मोमो एकदम बबाल छ। सो यतातिर हाम्रो पैसाहरू पनि छ होइन। अनि त्यसपछि यता कति पर्ला चाहिँ डिस्प्ले फेर्नु पर्ने भनेको कति पर्छ भन्नु न तिमीलाई 2000 त 1800 भन्यो अब त 2000 हो 1750 डिस्काउन्ट नगर्ने यहीँबाट यत्रो मोबाइल किन्यो त्यही पनि छैन दाइलाई त्यहाँ मतलब 1500 15 यसलाई चाहिँ 20,000 मात्र किन्ने भए चाहिँ इच्छुक भए कमेन्ट गर्नु होला। वेलकम ब्याक टु आवर न्यू ब्लग। जस्ट तपाईँलाई चाहिँ आजको न्यू ब्लगमा चाहिँ ओभर स्वागत छ र धेरै दिनपछि आएको छ होइन। सो जस्ट सबैलाई चाहिँ यसो माया देखाइदिनु होला। आजको ब्लगमा चाहिँ हजुर सबैलाई स्वागत छ। मौसम चाहिँ टक्क एकदम बबाल घाम लाग्यो बल्ल मलाई एक हप्तापछि काठमाडौँ घाम लाग्यो त्यही हो। त्यसपछि कान च्याउ आएर आउँछ। सो आज चाहिँ अब म चल्नुपर्ने हुन्छ। सो एकदम ठुलो कुरो छ। सो यहाँ तपाईँलाई थाहा छैन जस्ट यो चाहिँ मेरो धेरैजनाले सोध्नुहुन्छ नि त फर्स्ट ब्लग चाहिँ कुन मोबाइलबाट सुरु गरेको भनेर। मेरो फर्स्ट ब्लग सुरु गरेको जियो फोनबाट थियो। अहिले यो फोनको हालत चाहिँ ओभर ड्यामेज भइसकेको छ। जस्ट आज चाहिँ मैले जियो फोनलाई पनि रिन्यू गर्नुपर्ने हुन्छ कि नयाँ बनाउनु पर्ने हुन्छ। सो त्यसको लागि पनि जानु लाग्यो। त्यही हो अब बाहिर सारी पनि हुनुपर्ने हुन्छ। सो यो फोन बबाल चाहिँ फोन चाहिँ जस्तै फोन फुटेर यस्तो भयो। सो मैले चाहिँ अब यसको डिस्प्ले पनि फेर्नुपर्ने हुन्छ। सो पैसा पनि कति लाग्छ थाहा छैन गएर त्यहीँ गएर सोधिन्छ। अनि यो मोबाइल भने जो राम्रो छ यो फोन पनि अब त्यस्तो नराम्रो होइन। यो मोबाइलभन्दा चाहिँ यो फोनको चार्ज धेरै ठिक छ। अरू कुरा के भन्नु पैसा छ 10 रुपियाँ हो यस्तै। सो त्यो अनि त्यसपछि यो मोबाइल चाहिँ मैले चाहिँ नयाँ बनाउनु पर्ने हुन्छ। ओभर फुटेर चाहिँ यस्तो भइसक्यो। अनि मैले चाहिँ फर्स्ट ब्लग चाहिँ यो फोनबाट गरेको थिएँ। ओभर खुसी लाग्छ होइन। सो आजको दिनमा यो मोबाइलबाट हाने पनि जस मेरो औकात भनेको त्यो थियो। तर जस यो फोन पनि बबाल थियो। त्यतिखेर 16,000मा किनेको फोन हो नि त यो ओप्पोको हो। सो अहिले यसको डिस्प्ले फेर्नुपर्ने हुन्छ। कति लाग्छ नि थाहा छैन। उतै गएर सोधौँला अरूलाई। सो यहाँ छ त्यसपछि यस्तो छ हालत। मलाई यहाँ केही नआएर तनाव केही पनि आउँदैन मा इक्जाम्पल लाग्छ। सो केही पनि आएको छैन के भनौँ अब यस्तै हो। टक्क मैले पैसा पनि बोक्नु पर्ने हुन्छ। सो कति लाग्छ पैसा यहाँ पैसा निकाल्ने ठाउँ अब तपाईँहरूलाई थाहा छ कि छैन। पैसा यहाँ हुन्छ फेरि देखाउनु हुँदैन। दुकान निकाल्छ फेरि टन्नै छ पैसा मान्छे चोर पनि लाग्न सक्छ नि त। पैसा निकाल्नु पर्ने हुन्छ हाम्रो चाहिँ। सो जस्ट मैले पैसा पनि निकालिसकेँ यो। सो जस्ट अनि त्यसपछि त्यही हो उता म चाहिँ चल्नु पर्ने छ 12,000 7,000 कति लाग्छ पैसा पनि सोधेको छैन। सो मसँग चाहिँ छ 1000 1500 2000 पैसा त हुन्छ घरि केही गर्दा सकिनु भइसक्यो पैसा भने हो। कस्तो यो पैसा चाहिँ च्यातिसक्यो। सो त्यो मैले चाहिँ टक्क लगाएर फोनसोनलाई चाहिँ रिनोभेट नयाँ बनाउनु पर्ने हुन्छ। अर्को खुसी खबर छ जस्ट केटीहरू मैले चाहिँ उसलाई नयाँ सिम कार्ड लिएर आइसकेँ। यी सो नम्बर चाहिँ नदेखाउँ नम्बर थियो मैले नयाँ सिम ल्याइसकेँ। अब मलाई फिनिस पठाउनु होला। मैले चाहिँ नमस्तेको लिएँ। सो यो मलाई चाहिँ लुट्दै यार यो ल्याउँदाखेरि के गरिदियो भने चाहिँ मैले चाहिँ मलाई 100 रुपियाँ तिरेको 90 रुपियाँ तिरेको यहाँ 90 रुपियाँ पैसा तिरेको छु। सो मैले चाहिँ यहाँ यही नामबाट फेसबुक एकाउन्ट खोलिसकेँ। फेसबुकमा फिनिस पठाउनु होला ड्याङ केटीहरू सबैलाई फेरि पठाएको हुन्छ मलाई रिक्वेस्ट कति एक्सेप्ट गर्ने मैले म एक्सेप्टै गर्दिनँ। फलो चाहिँ गर्ने फेरि मलाई फेसबुकमा मैले नयाँ फेसबुक एकाउन्ट चाहिँ यो टक्क मैले ल्याएर राखेको छु फोटो स्क्रिनसट गरेर। सो यसमा चाहिँ अब तपाईँहरूले यसो फलो गरेर सपोर्ट गरिदिनु होला फेसबुकमा पनि। अनि त्यसपछि मलाई चाहिँ नयाँ सिम निकालेको नेपाल टेलिकमको मलाई चाहिँ पुरा लुट्दियो। मैले चाहिँ 90 रुपियाँ तिरेको सिर्फ मेरो मोबाइलमा चाहिँ ब्यालेन्स 9 रुपियाँ मात्र आयो। म यो कुरा अब आज गएर म लफडा गर्ने म त नछोड्ने हो लफडा गर्छु। सो यो मैले सिम ल्याइसकेँ केटीहरू। अब त मलाई त ओइ फाइनल मेरो पनि फेसबुक एकाउन्ट खोल्छ साथीहरू अब हेर्दैन। सो जस्ट मैले चाहिँ फेसबुक एकाउन्ट पनि खोलिसकेँ। सो त्यही हो स्क्रिनसट गरेर राखिदिएको छु मैले नमस्तेको लिए। यहाँ त बिल यही नामबाट खोलेको छु विवश चढाइ कहाँ छ त यही नामबाट खोलेको छु। सो टक्क फलो गरिदिनु होला फेसबुकमा सबजनाले। 90 रुपियाँ तिरेको यार मैले त सुन्दाराबाट पूजा पोखरेल रे ल। सो त्यही हो यहाँ छ सिम पनि खोल्छु ओभर खुसी लागिरहेको छ। म चाहिँ अब यहाँबाट चल्नु पर्ने छ। म चाहिँ तपाईँलाई उता बागबजारमा गएर भेट्नेछु। त्यसपछि यता मोबाइल पसलमा गएर चाहिँ अब के कसो हुन्छ बुझ्नुपर्ने हुन्छ नि त। सो मलाई पनि थाहा छैन। मैले चाहिँ अहिलेसम्म डिस्प्ले पनि फेरेको छैन। सो फर्स्ट टाइम यसको फेर्नु गइरहेको छु। अनि त्यसपछि यसमा पनि गाना साना सुन्नु भिडियो सिडियो हेर्नु हुन्छ नि त। सो त्यही भएर ल त्यही तपाईँहरूलाई चाहिँ म उतै गएर भेट्नेछु। सो यहाँ कहिले 9 कति बजिसक्यो यहाँ डिस्प्ले नभएर देखेको छैन केही पनि। अनि मेरो चाहिँ इन्ट्री चाहिँ यता बागबजारमा पुगिसकेँ। यहाँबाट चाहिँ मेरो क्लास चाहिँ हल्का त्यहाँ अगाडि हो त्यो रत्न पार्क पुग्ने र सो म पहिला क्लास जानुपर्ने छ।
सो क्लास त्यसपछि चाहिँ अनि मैले चाहिँ मोबाइलको पनि मर्मत गर्नुपर्ने हुन्छ सोरी आवाज सुरी भनेको चाहिँ मर्मत हुन्छ सो त्यो मतलब म त यो बाटो हिँड्दा पनि माया कसम कति 1.5 वर्ष बितिसक्यो यो बाटो हिँड्दा पनि यार वाक्क लागिसक्यो फ्रस्ट्रेसन पुग्दाखेरि सो त्यो अनि यहाँ चाहिँ ओभर भिड हुन्छ मान्छेहरू ठाउँको नाम चाहिँ बाग बजार छ यहाँ चाहिँ बागै छैन कि सब बोका बाटोहरू छ सो त्यो बाटोको सिन त्यस्तो छ ओभर भिड हुन्छ यहाँ सुरुमा चाहिँ मलाई औडा लाग्थ्यो यहाँ मान्छे देख्दामा यस्तो भिड हुन्थ्यो तर अहिले चाहिँ त्यस भिड पनि कम भइसक्यो यार सोध्यो अनि जस्ट म चाहिँ पहिला क्लास जानुपर्ने हुन्छ क्लास गएर म्याथ ल्याङ्ग्वेज पढेर पढ्नु त के पढ्नु होला केही पनि आउँदैन एक वर्ष साथै ल्याङ्ग्वेज पढ्नु थालेको होइन चोकमा आइसक्यो सो यहाँबाट चाहिँ मेरो क्लास चाहिँ ठ्याक्कै अगाडि हो सो क्लासमा गएर म्याथ बवाल पढिदिने आज त म 40मा 40 हान्दिने के भन्नु 32 पनि आउन गाह्रो छ यो तरिकाले म कोरिया पनि पुग्दिनँ अब कोरियन भाषा पढेर म इन्डिया जानुपर्ने अवस्था मैले दिइसकेँ सो अब मेरो क्लास चाहिँ यहीँ हो झोल मोमोको गाडी साथीहरू मोमो खाने हो पढ्ने हो ल्याङ्ग्वेज झोल मोमो क्लास पढेर पनि यतातिर मेरो अड्डामा आइसक्यो साथीहरू है फाइनली ओइमा ब्यागै के भयो हट आज त कस्तो बल घाम लागेर अब चाहिँ यहाँ चाहिँ पहिला चाहिँ खासै मान्छे छैन तर अब जस घाम लाग्न थालेपछि नि यहाँ चाहिँ जाडो महिना बढेर घाम लाग्न थालेपछि यहाँ मान्छे चाहिँ उब्बर आउँछ सो म पनि यता एकछिन बस्नुको लागि म क्लासबाट झल्का चाड आएको अनि त्यो आज ब्यागमा चाहिँ यस्तो बवाल चाहिँ सो तपाईँहरूलाई देखाउनु गइरहेको छु ओइमा कसम के हो यार आज त मैले दह्रो खाजा लिएर छु केटा यहाँ हेर्नुहोस् तपाईँहरू श्री अब सो टक्क ल्याएर सबजनाले मोमो भन्नुहुन्थ्यो सो मैले चाहिँ मोमो ल्याइसकेँ कति प्लेट आज कतिवटा दिनमा चाहिँ 1 2 3 4 5 6 7 8 9वटा मात्रै दिनुभयो रहेछ उहीमा किरा सो जस्ट मैले चाहिँ यहाँ निकाल्छ टक्क एकछिन घाममा बस्ने चट्टा खाने त्यसको निकाल्छ आजको खाजा चाहिँ बब्बाल छ है यस्तो मजा आउँछ नि यो खानुको लागि कति बेला यसको नाम थाहा छैन सो यतापट्टि चाहिँ कुकुर पनि छ चो एकदम बबाल छ सो यतातिर हाम्रो पैसाहरू पनि छ होइन अनि त्यसपछि यता मोबाइल पनि छ अर्को मोबाइल पनि होइन कुनैसँग एउटा मोबाइल थिएन मलाई अर्को मोबाइलमा यस्तो हेर्नु कसैले मलाई मोबाइल चलाउनु दिए हुन्थ्यो त्यो भिडियो गेम खेल्न दियो त्यस्तो लाग्थ्यो अहिले मैले आफूसँग 2टा मोबाइल छ यसको चाहिँ अब डिस्प्ले फेर्नु पर्ने हुन्छ मैले चाहिँ जस यो मोबाइल पनि राम्रो छ क्यामेरा झल्का फुटेको छ टक एकछिन खासा खाइदिउँ त्यसपछि डिस्प्ले फेर्नु कति लाग्छ थाहा छैन मैले चाहिँ जस्ट 1500 2000 जति लिएर आएको छु पैसा अब खाएर पनि कस्तो दार्छ काठमाडौँ गम्बा ओइ बताएको जस्तो मिठो त हुन्न रातो अम्बा स्याहार साथीहरू तपाईँलाई मिठो बस्नु भयो कति ठाउँमा चाहिँ अम्बाको नाम फरक भन्छ अब हामीले चाहिँ अम्बा भन्छौँ अम्बक पनि भन्छौँ कति ठाउँमा चाहिँ ठाउँ अनुसार फरक हुँदो रहेछ यसको नाम अरू पनि भन्दो रहेछ मान्छे एक टोलीमा कराब यार सिन त्यस्तो छ काम अलिअलि लागिरह अघि हामीसँग 1 2 3 4 8वटा छ होइन टक्कला साथीहरू जस्ट मैले चाहिँ बगार खानुपर्ने हुन्छ मलाई चाहिँ त्यो पाकेको पहेँलो मन पर्दैन काँचो हुनुपर्छ काँचो अनि मिठो हुन्छ खानु पनि खाल्यो मलाई खा राइट यो मोबाइल चाहिँ पुरै फुटेर यस्तो छ डिस्प्ले केही पनि देख्दैन अब फेर्नु पर्ने हुन्छ कति पैसा लाग्छ केही पनि थाहा छैन यो मोबाइल चाहिँ म के गिभअवे गरिदिउँ क्या डिस्प्ले फेरेर केटाहरूलाई कस्तो बबाल्नु हल्कुम छ टक्क लाग्छ घाममा बसेर खान्छ जोस् मजा आउँछ यसो भ्यू स्यू हेरेर यति ओइला जस्तो टाइप रहेछ राखिन्छ धेरै नयाँ ठाउँमा सबै ठाउँमा सोध्दै जानु डिस्प्ले कति पर्छ भनेर यस्तो फुटेर दाइ हो यसको कति जति पर्ला दाइ डिस्प्ले फेर्नु पर्ने भनेको कति जति पर्छ ओप्पोको हो भित्र पनि यस्तो रहेछ मोबाइल पर्छ कति जति पर्छ दाइ
प्राइस भनौँ कति पर्दा रहेछ सधैँ यहाँ त बिथाम छिरे जस्तो मात्रै भयो यहाँ डिस्प्ले नै छैन यार ब्रो के गरे यस्तो डिस्प्ले नै छैन यस्तो नि हुन्छ सिरेको लास्टमा डिस्प्ले छैन त्यस्तो सोधौँ भनेर प्राइस कति पर्छ जस्तो छैन रड्डी भयो यार म त डिस्प्ले फेरि छैन कति पर्छ हेर्नु न पहिला हेर्नु सो गाइस म चाहिँ यता छिरे अर्कोमा कता सोध्नु डिस्प्ले 30 यहाँ त्यस्तो त्यस्तो हो म्याम मोबाइल कति धेरै हो यहाँ त ड्यासको डिस्प्ले फेरि कति वर्ष हेर्नु ओप्पो सो यहाँ उही आइफोनको कभर चाहिँ रहेछ सर आइफोन भनेर सो यहाँ आइफोन छ यार 17 प्रो म्याक्स किन्नुपर्छ जस्तो लाग्छ अब 2000 त्योभन्दा मिल्दैन 18 उता नि सोधेर आउँछु जहाँ सस्तो त्यही फेरि नि हो नि त सो उसको चाहिँ 1800 पर्दो रहेछ उता सोधेर आउँछु ल 1800 रे अब हेरौँ उता पनि सोधेर आउँ जहाँ सस्तो त्यही फेर्ने हो अब कहाँ महँगो त जान्छ फेर्ने कुरा अनि यहाँ मेरो आइफोन किनेको दाइको पसल छ नि त सो त्यहाँ पनि सोध्छु अब त्यहाँ कति पर्दा छ हेरौँ अब त्यहाँ पनि महँगो भन्यो भने चाहिँ फेरि उतै जानुपर्ने हुन्छ यो दाइकोमा आयो दाइले पहिला पनि ठग्यो अब फेरि सोध्दैछु कति पर्छ भनेर कति पर्छ हेर्नु क्यामेरा 1300 को हजुर त यो दाइले पहिला पनि ठग्यो जहिले ठया गर्छ प्राइस भन्दा कति पर्छ पहिला भन्नु न प्राइस कति 4000 जे पाइदियो कति पर्छ भन्नु न तिमीलाई 2000 2000 त 1800 भन्यो अब त 2000 हो 1750 गरिदिनु ल 1600 गरिदिनु 1600 ल म त्यो बाइक दिँदिनँ मैले अगाडि भनेपछि A few moments later. मैले चाहिँ गरे पनि लिइसकेँ अब कति डिस्काउन्ट गर्ने हो दाइले कति डिस्काउन्ट गर्ने दाइ अगाडि डिस्काउन्ट गर दाइले डिस्काउन्ट गर्छ भन्छ कि त्यहाँ दाइलाई म कुरा गर सो गाइज यहाँ बनिसक्यो मोबाइल चाहिँ अब यो पनि चलाउनु पर्छ दुइटा डिस्काउन्ट दाइले गर्नु मानेन अर्को मिल्दैन हल्का डिस्काउन्ट नगर्ने यहीँबाट यत्रो मोबाइल किन्यो त्यही पनि छैन दाइलाई त्यहाँ मतलब 1500 है 15 भाइलाई दिनुपर्ने पैसा त्यत्रो आउँछ यार दाइले के गर्छ 1600 अलिक खाजा खानु पऱ्यो पैसा छैन गाइस यार भयो भएको पैसा पनि मोबाइल बचत गरेर सक्यो जुडुवेराबाट म त यार 500 गर्दा निकाल्दैछु कि पैसा धेरै छ निकाल्नै गाह्रो भइरहेछ धेरै भयो त्यस्तै हो 1500 जान्छ त ल हुन्छ जाउँ त मोबाइल चाहिँ दिन्न हजुर के भाइ दाइ यार अलिक डिस्काउन्ट मिल्दैन त्यो दाइ अलिक डिस्काउन्ट गरिदिनु न 1500 सम्म भनेको छ कि दाइ भन्छ कि ल म गएँ दाइ दाइले भन्छ कि यार ल यता डिस्प्ले चाहिँ दाइको पनि फेर्ने दाइले जहिले लुट्या मोबाइल किन्दा पनि डिस्काउन्ट गरेर होइन दाइको आउनुपर्छ 1500 मा ल त गएकोमा यार बल्ल तल्ल डिस्काउन्ट गरेर चल्यो यार ल दाइ गएकोमा 1500 भयो ल उफ बल्ल तल्लमा डिस्प्ले फेरेको 1500 लुटिदिएर यार मलाई त कसम सो मोबाइल चाहिँ यो छ अहिले आधी घन्टा खोल्नुपर्छ म 4 भन्दा 4 तपाईँलाई चाहिँ उतै गरेर अनबक्सिङ गरेर देखाइदिनु पर्ने हुन्छ फाइनली डिस्प्ले पनि फेरिदिइसकेँ मैले सो टक्क म चाहिँ यतातिर आइसक्यो अन्त ब्याक साइड मैले यता फालिदिएँ त्यसपछि यता छ मेरो मोबाइल चाहिँ सो 1500 लिइदिएँ यारमा हल्का हल्का डिस्काउन्ट दिइदियो नि पाइ खुसी लागिरहेको छ सो तपाईँहरू पनि त्यो दाइको पसन्द गर्नु मैले जिस्काएर भनिदिएको फेरि दाइले मन बुझ्छ त्यो दाइलाई चाहिँ अब अनबक्सिङ गरिदिउँ सो एक आधी घन्टा खोल्नु भनेको थिएँ मैले चाहिँ खोलेको छैन सो अब चाहिँ खोल्नु लागिरहेको छु हिजो मेरो कभर पनि खोल्नुपर्ने त्यसमा मैले सो डिस्प्ले फेरि केटा 1500 गयो 10 रुपियाँ छ सो त्यो यता छ मोबाइल चाहिँ अब यसलाई म हेर्छु कस्तो छ डिस्प्ले फेरिसकेपछि त मैले अहिलेसम्म फर्स्ट यसको क्यामेरा त फ्याटुटै गइसकेको छु क्यामेरा त कामै छैन भन्दा हुन्छ अब डिस्प्ले फेरिसकेपछि कस्तो हुँदो रहेछ ल मोबाइल त फुल्यो त यार ओइ सो गाइज मजा लाग्यो पुरै रबरले यतिकै चलाउनेहरू मैले होइन होला त खोल्नु गइरहेको छु ओइ यस्तो किन बान्नुपर्छ यार सो टक्क तपाईँहरू पनि हाम्रो दाइको पसलमा पनि गइदिनु होला डिस्प्ले फेर्नुको लागि सो मलाई चाहिँ 1500 गरिदिनु त्यसको उसलाई बाहिर 2000 पनि भनिरहेको थियो 1800 पनि भनिरहेको थियो यो दाइले पनि 1700
50 भन्दै थिएँ अर्को दाइले भनेपछि मा बल्ल तल डिस्काउन्ट पाएँ अझैमा ल मैले सब निकाल्छ यहाँ चाहिँ हुँदो रहेछ So finally iPhone 17 Pro Max get away bro I got the new मा कस्तो चम्किल थियो यार बप्पल मा कसम तपाईँहरू किन्ने भयो मलाई 20,000 मा फ्ल्याट्टै बेचिदिन्छु ल तपाईँहरू मलाई इच्छुक हुन्छ नि 20,000 मात्र जम्मा अब आफ्नै सब्सक्राइबर किन्नेहरू मगाइदिएँ नि त सो टक्ला तपाईँहरूलाई चाहिँ जस्ट 20,000 मात्र है सो यसमा चाहिँ खोलेर पनि कस्तो यहाँ मैले नयाँ नयाँ सब बनाउनु पर्ने छ आइडी पासवर्ड ब्युटी एरिया थियो युट्युबमा हो कि पहिल्यैको रहेछ त सो यस्तो रहेछ सो यो मेरो फोन सो फर्स्टमा चाहिँ मैले ब्लगिङ यो मोबाइलबाट गर्थेँ धेरैजनाले सोध्नुहुन्थ्यो नि त फर्स्ट ब्लग पनि मोबाइलबाट गर्थेँ भनेर सो मेरो चाहिँ फर्स्ट युट्युब ब्लग पनि यो मोबाइलबाट थियो धेरै समय 1.5 वर्षमै 1.5 वर्षमा यो मोबाइलबाट गरेँ होला 1.5-2 वर्ष पनि गरेँ जेस खुसी लागेको छ अनि त्यो सबजनालाई धन्यवाद सो म चाहिँ लगइन गर्नुपर्ने हुन्छ किनभने रात पनि ओभर भइसक्यो सुत्नु पर्ने हुन्छ जस्ट त्यो यसो सपोर्ट गरिदिनु होला अनि मैले नयाँ फेसबुक एकाउन्ट पनि खोलेको छु फेसबुकमा यसो फलो गरिदिनु होला सो त्यही हो बाबा सो थ्याङ्क सो मच 1500 स्ट्रिम गयो केटा फर्स्ट थियो तपाईँलाई नेक्स्ट ब्लगमा भेट्ने सो बाई गाइस सी इन द नेक्स्ट ब्लग सो टक्को ब्लगलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ नभुल्नु होला सो टक्को लगाएर चाहिँ मजाको जल्दी लाग्यो सुत्नुको लागि यहाँ सुत्नुपर्ने हुन्छ अब सो बाई गाइस सी इन द नेक्स्ट ब्लग सो यसलाई चाहिँ 20,000 मात्र किन्ने भए चाहिँ इच्छुक भए कमेन्ट गर्नु होला